बोयफ्रेन्ड चाहिँ कहाँको छन् टिकन भन त बोयफ्रेन्ड त होला आम्मा कसम बोयफ्रेन्ड छैन झुट बोल्छु र म साच्चै हो त्यही भएर तिमीलाई त्यो उत्पाद भएर त्यो खुट्टा नि फ्या फ्या पारेर उचालेको त्यो त सोझी भएर भनेको मानेको ए त्यस्तो चाहिँ हो तिमीले खुट्टा उचालेको भिडियो त भाइरल भएछ कता जतासुकै कुदिरहेको थियो ऊ त मैले युट्युबमा पनि देखेको थिएँ कुन चाहिँले हालेछ हे राज गुरुङलाई हेर त केटीले पनि सुँगाउनु थाल्यो भन्दै पालेछ क्याप्सन त केटीले नसुनाए के केटाले सुनाउँछ Castro dog, yes, no boyfriend. Boyfriend भएको भए सहन सक्छ यस्तो गरेको त्यो त हो मलाई तिमीहरूको बुढा हेर्नु मन परेछ कस्तो सँगले बिहा गर्छ भनेर क्या यो केटी यो राज तिम्रो अगाडि पछाडि ऐना छ कि नै छ त उहाँ छ किन गएर एकचोटि किन हेर्नु हेर्नु मलाई हैन हेर न जाऊ ए त्यस्तै अब त्यस्तै छ भनेको त्यस्तैसँग बिहे गर्छौ हेर अनि गएर हैन हेर सोझो छ यो बाबुनी क्याथलिन भन्दै सोझो छ तिमी किन छैन र तिमीलाई के लाग्छ भन यहाँ कमेन्ट गरिरहेछ सोझो छ यो बाबुनी क्याथलिन भनिरहेछ केटाहरूले मलाई नराम्रो नभनेसँग सोचेछु नराम्रो भनेपछि चाहिँ छुट्टी तर एउटा कुरो कस्तो भने तिमी अलि साह्रो लुती भयो क्या हड्डी भयो तिमी भन न कति केजीको केटी चाहियो म त्यति केजीको बन्छु नि त अब किन भन्दाखेरि एउटै घरमा अब बुढाबुढी भइसकेपछि एउटै घरमा एउटै बेडमा सुतिन्छ होइन अब त्यो मासु र हड्डी मिसेको जस्तो कस्तो हुन्छ मासुलाई दुख्छ नि ठ्वाङ ठ्वाङ गर्छ क्या हड्डीले त अब हिँड्दा डुल्दा ठोकिन्छ नि त यस्तो सफ्ट छ यस्तो सफ्ट टु सफ्ट बिकज केही काम गर्दिन नि त अनि आफ्नो एकदम केयर गर्छु नि त त्यही भएर टु सफ्ट तिमी जुरुक्क उठेर यस्तो तिम्रो भुँडीको मासु ताना त कतिको छ यसो देखिहाल्छ नि यस्तो गर यो अस्ति फर्काएको वाला हो यो मिल्दैन फर्काएर गरम त के हुन्छ नि अलि पर जाऊ कि अलि पर जाऊ अनि अब तिमीलाई अप्ठ्यारो लाग्यो भने त्यो मुनिबाट सटै फर्किन्छ है होइन धेरै अप्ठ्यारो लाग्यो भने के गर भने अब मुत्ने चाहिँ यसरी छोप अनि त्यहाँदेखि यसरी मासु देखाउ नि त भइहाल्छ त अन्त आखिर तिमीहरूको त्यो भित्र लगाउने पनि इत्रु त हुन्छ त होइन अस्तिको जस्तै गरिदियो भने मान्छेहरूले फेरि यो केटी त राति भएपछि त कट्टु पनि नलागेन सुत्दो रहेछ क्या बस्दो रहेछ केटा अहिले भर्खर लगाए देखाउनको लागि अलि ठुलो कट्टु लाउनु परेन सानो कट्टु लाएर हुन्छ छ्या त्यस हेर न केटा के गर्नु रे यसो गर्नु रे यसो गर्नु यसो गर्नु के गर्नु यस्तो लुत्ती रहेछ केटा लु बा तिमी साह्रो लुती रहेछौ कान्छी मेरो माया ट्वार ट्वार नगर न मलाई भ्यागु जस्तो देख्यो बाक तिम्रो छाला मात्र रहेछ दाई भन्दा छाला मात्र रहेछ दाई भन्दैछ बोसो त भित्र हुन्छ नि त्यो कोटाएर निकाल्नुपर्छ नि बोसो त अಯ್यो बोसो त भित्र हुन्छ क्या तिमीलाई थाहै छैन के भन्न मन लागेको थियो तर ठिकै छ कति सोझी रहेछ यार यो दिदी त भन्दैछ मेरो गाली गर्न आउन झगडा गर्छ थाहा पाउँछ कति सोझी छ भनेर चल्देको जाम तिमीलाई मेरो माया लाग्दैन होइन माया भन्ने यस्तो हो क्या अब हामी चिन्जान भइसकेपछि अब तिमीलाई गर्ने एउटा साथीलाई गर्ने आई यो त के देखाउ त्यहाँ त्यसो नगर अहिले जान्छ फेरि चिप्लिन्छ आइडी चिप्लिन्छ देख्नु थाला त्यो त हड्डी होइन होला नि यत्रो त हड्डी हुँदैन होला नि Can I stop on this screen? उसको हुनेवाला बुढाले पनि लाइभ हेरिरहेको होला केटा हो हेर्दै के नहेर्नु No,
तर मैले हेर्न पाएन साला तर भ्युअर्सलाई चाहिँ लास्ट मजा आयो कसम मैले चाहिँ हेर्न पाएन अनि त्यतिखेर राम्रो भएको थियो मेरो गेम गाइस डबल पुश द स्कोर साथीहरू खाऊ न यार यो विन्स खाऊ न यो ट्याप ट्यापै नगर्ने माइला लु सुपरस्टार मलाई जाऊ त काम छ नि तिम्रो सुपरस्टार मैले अघि ब्लग हानेको हो त्यो ए मेरो बारे नि गयो ओ ट्याप ट्याप पनि हान्दैन यसो गरेर क्लिक गरेर हेरेको छैन ए कमेन्टमा कुरा गर्दा तिमीहरू लाज पचेकोहरू तिमीहरू यस्तै हेर्न आउँछस् अनि आएर नराम्रो कमेन्ट गर्न बेइज्जतीहरू लाज लाग्दैन तिमीहरूलाई मन पर्ने त्यस्तै होइन अनि तिमीहरूलाई मन पर्छ भित्रबाट भनेपछि किन गाली गरेको साइकोहरू तिमीहरूको आमालाई गएर गाली गर बाँकी टुट आफै बुझ थ्याङ्क यू फर द हार्ट मी आइजिपी जे भने पनि हुन्छ हो रमाइलो भइरहेको थियो त्यतिखेर क्या रमाइलो भयो त्यसको त लगाएको नलगाएको उयो अब त्यसपछि आइडी खुलिप्त भइरहेको रहेछ के भयो त्यहाँदेखि आइडी गयो नि सस्पेन्ड भयो कसको मेरो नआउँदाखेरि होइन अगाडि खै के कुरामा पो गाली गरेर रहेछु कमेन्टलाई अनि त्यसपछि त्यही कुरामा गयो अनि तर त्यतिखेर गयो ठ्याक्क पनिसमेन्ट भ्याएपछि हे तिमीलाई चाहिँ टिकटक भरिमा कसको मनपर्छ भन त कुन चाहिँ केटी मनपर्छ भन त थ्याङ्क यू फर द हार्ट मी ओइ टक्ले भन न के अब मैले कुनै केटीको केही देखेको अब कुनै केटीको केही देखेको छ नि के मनपर्छ भन्नु जुन केटी मेरो लाइफमा रियल लाइफमा मैले भेट्छु त्यही केटी मनपर्छ नि त्यो के गर्नु सात समुद्रका परेको केटी अप्सरा देखेर गर्ने के त्यो त अब जतिसुकै राम्रै भए पनि थोक्निल नै बस्ने के गर्नु रियल लाइफमा भेटेको राम्रो लाग्छ मलाई रियल लाइफमा भेट्दा चाहिँ अप्सरा रहन्छ भने नि तिमी तर्स्यौ भने नि ठिकै छ जे जस्तो भयो नि भाग्यमा यस्तै रहेछ भन्छु उसँग बस्छु नि किन अब हिस्ट्री नै हेर्ने हो भने यहाँ सुन साँच्चै गफ गरेको भने केटी नै मैले यसरी नै गर्लफ्रेन्ड हो मैले भनेर यसरी एनाउन्स गरेर हिँड्नु भने होइन देखेछ त कस्तो कस्तो पढाएको केटीहरू कस्तो केटीहरू मसँग जोडिन्छ आउँछ गर्छ उनीहरूलाई टेक्स्ट मेसेज गर्थ्यो होला त्यस्तो एउटा टिकटक भनेको एउटा चाहिँ मलाई चाहिँ रमाइलोको रूपमा होइन एउटा भ्युवर्सहरूलाई अलिकति रमाइलो होस् इन्टरटेनमेन्टको लागि त्यो टाइपले लिन्छु के एकछिन पर्खायो त अहिलेसम्म कसैसँग लभ परे होइन मेरो म एकदम कन्ने केटा यहाँ आयो फेरि पेत्रा पेत्रा गर्दै हिमाल चुली पल्लोपट्टि कन्ने केटा कसरी हुन्छ बे ओ यो जुम्री के भएर मलाई त डिक्लाइन हान्दैछ त लभ यु टु भन्दैछ क्या जुनु तामाङ बित्तिकै हङ्ग्री चाहिँ कसरी भयो यो एरिसलाई लिएर आउन कता गयो पाङ्दरे एरिस भएको छ मलाई देख्यो भने किन बोल्दैन म तिमीसँग जोडेको त्यही भएर क्या त्यही भएर होला आउँदैन नि ऊ अरू त खै को छ र खैर अरू कहाँ छैन त अरू त सबै अफ गरेर बसेको छ तिमी उसँग हानेर आउ न त म हानेर गफ हान्दै बस्छु कोसँग उसँग के मान्ने भाइ एरिसँग के मान्ने जाऊ न त या उसँग बोल्दा नि के बोल्ने कुरो एउटा तिमी र उस्तै उस्तै हो मैले तानेको खै भएन त अन्त मेरो 5 छ म भाग्छु मलाई देख्यो भने तिम्रोमा पनि कहिले काहीँ त लास्टै सपोर्टर हुन्छ नि हो त टाइमिङ अहिले भने त मेरो सपोर्टर सुतिरहेछ अहिले सुतेको छ सुताइवरी आएको सुताइवरी आएको सुत्ने टाइममा होइन अहिले अमेरिकामा हालु हाम्रो कता
यहाँ टाइमिङको आलु छ नि तिमीले अहिलेसम्म कतिवटा सपोर्टरलाई सुताइसक्यो भन त आलु हो तिमी सुतिरहेको छ भन्छ नि तिमीले पनि तिम्रो सपोर्टरहरूलाई सुताउँछ हो र मलाई त उठाउँछ नि पुरै आयो त्यही भएर त म यहाँ उठिरहेको छु जे पाए त्यही कमेन्ट नगर है रिस नगर है मलाई तिम्रो यो नयाँ आइडी हो के भयो पुरानो आइडी सस्पेन्डेड छ क्या